हामी चाहिँ आज फेरि सेकेन्ड के अरे भिनाजु सेकेन्ड पिन हुन लाग्यो हैन भिनाजु उता हिँड्न दिएको नि त अनि कस्तो लागिरहेको छ भिनाजुलाई हजुर एकदम गएर चिल गर्नु ड्राइभिङ होइन क्या पकाएर खान्छ नि हामी झ्याउ लाग्छ त्यहाँ गएर गफ दिँदा भने त ओके भिनाजु उतै भेटौँ भने त उतै भेट्नु ओके लागौँ भने त भिनाजु हो लागौ ल ठिक छ चिल हान्नुपर्छ है भिनाजु है अब नगरकोट नगरकोट जाउँ भने त ओके लेट्स गो हामी चाहिँ निस्किन लाग्यो सबजना होइन जाने होइन त अब कुकुर लाइन लग्ने आउनु जाने हुन नि त मलाई तपाईँलाई कस्तो लागिरहेको छ ल भन्नु राम्रो लागिरहेको छ आज नगरकोट घुम्न जान लाग्यो हामी फ्यामिलीवाला सबैजना यस सबैजना फ्यामिली हामी गाडीमा जानला होइन अनि नानीलाई कस्तो लागिरहेको नानी भन्छौ बोल न बोल बोले नानी लगा अब जानुपर्छ भिनाजु होइन त हाम्रो रफ राइडर भिनाजु हाम्रो एकदम खतरा राइड गर्नुहुन्छ होइन ल लागौँ जान्छ यहाँ सबैजना यसमा अट्दैन पेपर्स गाडीमा जानला जाने आउनु ल टाटा नानी अघि चाहिँ बोलाएको थिएन अब चाहिँ बोल्छु नै नानी अनि जाने हो नि त कस्तो लागिरहेको तिमीलाई रमाइलो लागिरहेको ल जानुपर्छ रमाइलो गर्नुपर्छ है ल आइ गरिदेऊ नि त ल जाउँ भने त फाइनली हामी चाहिँ निस्किनु लाग्यो होइन टक्का लगाएर अब निस्क्यौँ एकजना दाजु चाहिँ यहाँ नै अटेन चलौँ भने त लेट्स गो लेट्स गो मायालाई भेट्नलाई मनको ल्यास उइसँग मेट्नलाई साइलो चारगारे माया नमारे साइलो चारगारे माया साइलो चारगारे माया नमारे साइलो फाइनली गाइस हामी चाहिँ आइसक्यो तर यस्तो भयो बनाइरहेको छ है पुरै यस्तो नगरकोटमा के गर्ने होला भान्जीर म आइसक्यो है भान्जी आयो भन्नु है हामी आइसक्यो हामी आइसक्यो उता गाडी उहाँ राखेको चिल हाल्नुपर्छ नानी अनि के छ हाल खबर कति रोल भएको छ कति रोल भएको छ भान्जी जाउँ होइन हामी चाहिँ अब कति म चाहिँ 5 महिनापछि नगरकोट आएको होइन कस्तो चेन्ज भयो चाहिँ अब पुरै बनाइरहेको छ माथि यस्तो छ त पहिला आएको थियो बनाउनु पर्ला आज वेयर इन नगरकोट होइन पुरै फ्रेममा भ्याएर होला त नगरकोट गाइजहरू बनाउन पो लागेको रहेछ त है बनाउनु लागेको छ खतम भयो ए यहाँ भान्जी खेलिरहेको भान्जी तिमीलाई कस्तो लाग्यो त हो कति रमाइलो लाग्यो खै चाहिँ हाँस्देऊ नि त भान्जी अहिले लजाउँछ हाम्रो भान्जी तर ठिक छ कुनै बात छैन मुर्गीको दाँत छैन यस अनि त हरि खाँदा पुरै अब अहिले सिजन सुरु भएको नि त अब फोटो सेसन यहाँ फोटो सेसन चल रहा फाइनली पिकनिक प्लेस चाहिँ भेट्यो पिकनिक गर्ने ठाउँ चाहिँ भेट्न चाहिँ अब बस्ने कि नबस्ने कुरा भएर के हुन्छ अब कस्तो लाग्यो ठाउँ यो ठिक छ हो बस्दा हुन्छ यो फुल कसले दिएको तर यहाँ अलि यहाँ फोर ठाउँ रहेछ नि त्यही भएर अब चेन्ज गर्नु यो मान्छेले फोहोर गर्नु भएन है यहाँनिर यस्तो फोहोर बारे हुन्छ कुन चाहिँ डाकाहरूले हो माथितिर त डेटिङ स्पोट छ अरे अब यतै बस्नु पर्ने भयो
यहाँ चाहिँ फोटोग्राफी चल रहा है सबजना यस्तो छ यहाँ टावरमा मान्छे नि रहेछ ऊ तर यो फोर देखेर चाहिँ मलाई ठिक लागेन होइन फोरमा त मलाई खानु मन लागेन नि त म के तँ मात्रै खाने हो नि काल हन्दाकाल ढिँडाकाल भान्जी तिमी मासु अलिक धेरै खाऊ नत्र म रिसाउँछु नि है खोकिला भान्जी मैले दिएको फुल होइन त हेर भान्जी रिसाइ क्या फोटोग्राफी चलिरहेको बिनाजु के भइरहेको हजुर फोटो खिचेर बस्यो हजुर एप सान्ने होइन त बिनाजु अनि ल ठिक छ बिनाजु तर यो फोरको बारेमा के भन्नुहुन्छ फोहोर चाहिँ अब यहाँ पार्नु भएन आएर खाए पनि बसे पनि अलिक सरसफाइ हिसाबले चाहिँ अरूलाई पनि बस्ने वातावरण बनाएर हिँड्नु पर्यो होइन हजुर हो नि चाहन्छु नेक्स्ट टाइम आउँदाखेरि अलिक राम्रो हुनु पर्यो ओके भान्जीको मैले फुल पार्दा चाहिँ तिमी नर्छु है भान्जी म अर्को भान्जी रिसा छैन थोत्रो ओइले चाहिँ फुल दिएर फालिदियो भान्जी ल है फाइनली 5 मिनटको अनुसन्धानपछि यहाँ टक्क यहाँ बस्ने प्लान भयो 5 मिनटको अनुसन्धानपछि त्यो फोहोर हो नि त ए फिक्स भएर बसी पनि सक्यौँ होइन हामी यहाँ टक्क लाएर हामी यहाँ खाना लागेको हजुर पछि कसैले यसलाई अन्यथा नलिनु होला नमाग्नु होला नमाग्नु होला त्यही छ हाम्रो अनुरोध खानपिन कार्यक्रम हुँदैछ गाडी यहाँ छ अब यता त यस्तो फोहोर छ अनि त्यहाँ बसिएन हामी अनि मम्मी त्यसै मम्मी हुन पाइन्छ त हो नि इन्डियादेखि ल्याएको मेरो नि बगल चस्मा थियो घरमा अहिले लिएर आउँछु भने चाहिँ सम्झिरहेको थिएँ नउन्जेल चाहिँ सम्झियो त्यो पछि बिर्सिन्छ फाइनल्ली मम्मी के हुँदैन के निकालौँ सबै यहाँ ढाड पीडितहरू मजाले त कडा हुने काई साहब ठिक छ नि निशा बट्टासँग धेरै तेल चाहिँ किन ल्यायो दुईटा खाइसकेछु मैले त आइसक्रिम भन्छु कहिले क्यामेराम्यानलाई चाख्नु पर्यो अब यसो बब्बाल छ बब्बाल सब ठिक छ रोस्ट पहिला पालि त सोल्टिनी हुनुहुन्थ्यो अहिले अनि हुनु न के छ बिना आज बहिनीको बहिनी याद सम्झिन चाहन्छु यसरी खान्छ हामी कहिले काहीँ विराजबाट चारवटा कुकुर कस्तो मिलाएर आम्मा कति धेरै आएको त ल फाइनली यहाँ आइसक्रिम वाला त आउनु भएको टक्कै आइसक्रिम अनि बिनाजु ठिक छ पहिला पहिला यसो ड्यु चेस गरेको थियो हामीले कतिवटा भयो भोलि हाल्नु मलाई भोलि
5वटा भयो होइन ल हाम्रो मम्मीले पस्किन थाल्नुभयो यहाँनिर ट्र्याक्टर लगाएर मिलाएर प्लेट पनि ल्याउनु भएको व्यवस्थित नै छ हाम्रो पिकनिक उता चाहिँ के गराङलुङ गर्दैछ काजसाप यहाँ हुनुहुन्छ हाम्रो काजसाप मलाई टिसु ल्याउनु लागिरहेको न अब भेट्दा भेट्यो नि त उहाँहरू चाहिँ टिसु खाने नखाने पछि कार्यक्रम बाघला पनि कार्यक्रम हुँदैछ यहाँ थोरै त 20 खाँदा त मर्दैन मान्छे हो नि स्वादै बिगार्छ अरू पनि खानु मन लाग्छ कस्तो मिठो छ तरकारी बुबाले भिडियो म यो चाहिँ ठिक भयो नि त काउली नै छुट ठ्याक्कै 5 मिनट होला है अलि बढी त्यही भएर आइटमै धेरै भएको यस्तो दामी छ भने एउटा सिनेमेटिक जाओस् भने त ल जाओस् खिच्छ ल मलाई ल्याऊ मलाई ल्याऊ सुषमा मलाई ल्याऊ चम्चा हालेर ठिक छ थ्याङ्क यू सुषमा चम्चा खोइ त सुषमा चम्चा थोरै ल्याउनु भएको थियो क्या खान्न भनेकै मान्छेले चटपटे थप्ला ल है म त बोल्नु हुँदैन बोलेको काटेर होइन हाम्रो खाँदैछु बल्ल खाइसक्यो खाँदै हुनुहुन्छ दुईजना खाएर सुत्दैछन् हाम्रो भान्जीलाई मन परेन क्या हो मन परेन भनिदेऊ ज्ञानी ज्ञानी बिचरा रोइरहेको छ आमालाई झाडमा लहाट्यो 3-4 जनाले कान्छा नटेरा जाडो भइसकेपछि गाडीमा राखिदिनु भयो अब हामी निस्किन लाग्यो हाम्रो प्याकअप भइसक्यो मम्मी अब त नि फाल्ने हो र तर यो फाल्नुहुन्न फोहोर गर्नुहुन्न फोहोर गर्नुहुन्न उता टारमा जाने भन्ने कुरा भर्खर खाएर सक्यो तर नाच्ने भनेको गाईहरू नाच्दैनन् नि गीत यहाँ बजिरह यत्रो ठुलो लाइन लाओस् भान्जी नाच छैन यस 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 सानो पनि आज गीतै सक्यो
नाच्यो भान्जी नाच्यो आज एकछिन रमाइलो ओइ नाच्यो यो भ्लग चाहिँ आउनु है के ठाउँमा छिटो नि ब्रो राम्री त तिमी राम्री भाइरल हुन्छ ल दिनु यतिवटा हिजो सबैजनाले एक एकले नाच्ने है त होला शाहरुख खान हामी चाहिँ पिकनिक सकेर पुरा आइसक्यौँ होइन अब घरतिर जानु लाग्यो दाजु पिकनिक सक्यो भने त हाम्रो पुरै सकिसक्यो अब हामी घरतिर लाग्नु लाग्यो भान्जी कस्तो लाग्यो त भन्नु भान्जी ह्याप्पी त अहिले हामी चाहिँ पिकनिक सकेर नि घर आइसक्यो हामी आज घर आएर फ्रेस भएर हामी अहिले बसिरहेको छौँ नुहाइसुहाइ गरेर अब यहाँ खानपिन कार्यक्रम यता हुँदैछ हामी दाइको पनि बस्छौँ होइन त आज हामी यति बस्छौँ नानी यता चाहिँ नानी आएको देऊ नानीहरू टिभी हेरेर अनि हामी चाहिँ अब आजलाई यति नै गरौँ होला है आजलाई यति नै गरौँ बस पछि भेटौँला है त